सम्पूर्णमा नमस्कार सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो परदेशी जीवनको फेरि पनि रात्रिकालीन नमस्कार भन्न चाहन्छु। आज विशेष गरी लामो समयको अन्तरालपछि मेरो आफ्नै फेसबुक वालमा म यहाँहरूमा उपस्थिति भएको छु। आज एकदमै हाम्रो गाउँघरको यादमा भनौँ अथवा आफ्नो गाउँठाउँलाई माया नगर्ने धेरै कमभन्दा सबै दाजुभाइले चाहिँ गर्नुहुन्छ। तर आज एकदमै मैले हाम्रा कलाकार दाई मन्जु परिवारलाई चाहिँ निमन्त्रणा गरेको थिएँ। उहाँले एकदमै सुदूरपश्चिममा गाइने हाम्रो खाडी भाका अनि देउडा गीत गाउँछु भाइ भनेर उहाँले चाहिँ भन्नुभएको थियो। लामो समयदेखि उहाँसँग मेरो एकदमै उहाँलाई बोलाएर एक दिन उहाँसँग चाहिँ बस्ने रहर थियो। आज बल्ल उहाँसँग बस्ने मौका जुरेको छ। सम्पूर्ण महानुभाव दर्शकहरूलाई चाहिँ म आज उहाँको एकदमै देउडा खाडी भाका गीत म हजुरहरूलाई चाहिँ सुनाउन चाहन्छु। सबै दाजुभाइले चाहिँ देश तथा विदेशमा छरेर जति पनि बस्नुभएका सुदूरपश्चिमका दाजुभाइ सबैले चाहिँ सुनेर उहाँको कलाकारलाई चाहिँ सम्मान गरिदिनु होला भन्न म फेरि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। म उहाँ दाइसँग केही सिनहरूलाई चाहिँ म स्वागत गराउन चाहन्छु। दाइ एकछिन मेरो फेसबुक वालमा स्वागत गर्छु। उहाँ दाइ सँगसँगै म पनि आफ्नो केही आफूले जाने घरको गाउन प्रयास गर्नेछु उहाँको लयसँगै। तर म त खासै त्यति जान्दिनँ, त्यही पनि लयसँगै लय मिलाउन सक्छु भन्ने आशा गरेको छु। सबै दाजुभाइले चाहिँ एकदमै मन पराइदिनु होला भन्न चाहन्छु।
गाउँगाउँ राम्रोसँग गाउँ भन्नुभएको छ। हजुर धन्यवाद छ। प्रयास जारी छ, सुनेर साथ दिनु होला है त। चाहिँ स्वर अलि ठिक छैन होइन, त्यही पनि प्रयास गरेको छु दाजुभाइ, दुःख नमानिदिनु होला, माया गरिदिनु होला। उहाँ दाइसँग चाहिँ प्रयास गरेको छु सानो प्रयास मात्र होइन, मेरो चाहिँ आफ्नो स्वर छैन एकदम। म आफै 2-3 दिनदेखि ज्वरो आएको र रुगा खोकी लागेको भएर आफ्नो डाको पनि धेरै अलिकति खोकी लागेको छ। खोकी लाग्यो भने मलाई चाहिँ मेरो अलिक स्वर ठिक छैन है त। दाइले चाहिँ एकदम राम्रो गाउनु भएको छ, सुनेर
हामीलाई दुवैजनालाई धन्यवाद सलाम छ मेरो लागि डाको ठिक छ रसाइली जी क्या हो एक ढप पर्यो भन भन ल भन तपाईँ भन अरू भाषा पनि गाउनु हजुर अरू भाषा पनि गाउनु भन्नुभएको छ शेरबहादुर विशुजुले ल हुन्छ सर हामी प्रयास गर्छौँ है त शेरबहादुरजी पवन दालको मान्छेलाई किताब भन्ने हिसाबले ल है प्रयास गर्दैछौँ है साथीहरू अलिकति मिलाउनुपर्छ त्यही भएर फेसबुक वालमा चाहिँ हामीले काट्न पनि मिल्दैन यो लाइभ भिडियोलाई त्यही भएर चाहिँ जस्ताको तस्तै त्यसमा आउँछ निर्गाना उहाँ दाइले चाहिँ अर्को ढप गरेर गाउनु हुनेछ सुनेर साथीहरू टाइम त भइसक्यो धेरै साथीहरू चाहिँ सुतिसक्नु भएको छ के आइजाऊ लाइभमा आइजाऊ केटाहरू अब हिँड्नु पऱ्यो नि त यार एउटा आफ्नो सुदूरपश्चिमको भाकामा ठाडी भाका हाम्रो मन्जु परिवारजीले चाहिँ गाइराख्नु भएको छ सुन्ने साथीहरू
भारी छ क्या हाम्रो दाइको मन्जु परिवारजीको। ल धन्यवाद छ सम्पूर्णमा। अर्को लाइनमा चाहिँ भेटौँला अर्को हाम्रो परिस्थितिमा। उहाँले चाहिँ यो एकछिन ढल अर्को गरेर ल त ल यसैमा अर्को ढल मिलाएर बोलाउँ दाजुले जुखाम बियर खानु पर्यो है दाइ। भाजा म बियर खाएको सकिएन हो नि त भजा बियर हेर्कै खाइनु खाली खायो भने उही रौना भोटका हो आज पायौँ न। धन्यवाद छ तँलाई हल्का डटकम। मलाई सर्दी लाग्यो यार आज 5-6 दिन बाद दबाई खान लाग्यो म आज अलिक ठिक भयो। गाउँ गएर ल उहाँ दाइ चाहिँ गाउँछ है त एकछिन म रेस्ट गर्छु। ल त गाइदिनु ओके होइन म डाउन आएको हो मन लाग्यो जति पनि सुत्याउ सबै आउँदा नमस्कार